हर हर महादेव, हर महादेव, हर महादेव, हर हर महादेव, हर हर महादेव, हर हर महादेव, हर हर महादेव। हेलो एन्ड नमस्ते गाइज, वेलकम टु माइ न्यू भिडियो। अनि आज चाहिँ हामी कहाँ छौँ भनेर तपाईँलाई देखाउनु है त। तपाईँ हेर्नु है त भ्यू, चेक द भ्यू है त। ए ओहो, अहिले हामी छौँ केदारनाथमा है गाइज। फाइनल वी आर इन केदारनाथ। अब एकछिनपछि हामी मन्दिर जान्छौँ होइन। भ्यू चाहिँ यस्तो छ केदारनाथको है। अब रियल हामीले जे भने थियो अब जस्तो केदारनाथ आउने भनेर सोचेको थियो नि त। लाइक वी आर प्रेड फर दिस मुमेन्ट होइन। अहिले रियल भइरहेको छ कि हामी अहिले केदारनाथमा छौँ। यहाँ होइन भ्यू हेरिरहेको छौँ। यहाँ सबभन्दा पनि त्यस्तो भ्यू हेर्छौँ भ्यूमा। हामी त्यहाँ जान्छौँ होइन। त्यहाँ गएर रुचि खेल्छौँ। त्यहाँ सबजना यहाँ फोटो खिच्न व्यस्त छ होइन फेरि। अनि अब त्यहाँ गएपछि हामी मुजुर खेल्छौँ, रमाइलो गर्छौँ। अनि मन्दिर चाहिँ म अगाडि छ। मन्दिर हामी चाहिँ बेलुका गइसकेको छौँ होइन। तपाईँहरूलाई पनि देखाउँछु म एकछिन पछि होइन मन्दिर चाहिँ है त। अहिले चाहिँ अब हामी निक्लिन लागेको हिँड खेल्नलाई। यहाँ फेरि यहाँ हेलिकप्टर त फेरि उडे गर्दो रहेछ होइन। ल गाइस यस्तो छ। हामी चाहिँ क्याम्पमा बसेको थियौँ होइन। रुमै नपाएर हामी चाहिँ ढिलो भइसक्यो। 12 बजी आएको थियौँ हामी। 12 बजी आएको बेलामा रुमै पाएन हामीले। रुम नपाएको कारणले गर्दाखेरि हामी चाहिँ यसो बसेको थियौँ। के अरे टेन्टमा, यहाँ टेन्टमा बसेको थियौँ। अनि अब दुईवटा टेन्ट किनेर म टेन्ट चाहिँ रेन्टेड दुईवटा लिएर बसेको थियौँ हामी। अब हामी जाने बेला भइसक्यो। अब हामी फ्रेस हुन्छौँ होइन। मुखसुख धुन्छौँ। अनि त्यसपछि हामी निक्लिन्छौँ है त। ट्याक्क आफू दर्शन गऱ्यौँ। दर्शन गरेपछि सिधै हिमाल। हामीले यस्तो पनि किनिसकेका छौँ होइन। प्रसादहरू रहेछ। प्रसाद पनि किनिसकेका छौँ होइन। तर यहाँ चाहिँ बेलुका मात्रै जाडो, बिहान त लास्टै गर्मी रहेछ है। तपाईँहरू आउँदै हुनुहुन्छ नि एउटा टी सर्ट मात्रै लाएर पनि आउँदै सक्नुहुन्छ है। किनकि लास्टै गर्मी छ यहाँ। धेरै त्यो कपडा ल्याएर टन्न कपडा ल्याएर केही फाइदै छैन। तपाईँ जति कपडा ल्याउँछ नि त्यो ढाडा मात्रै दुख्ने हो। कपडा ल्याएर फाइदा छैन होइन। बरु एउटा भोलिनाथको उयो हुन्छ नि टी सर्ट पाउँछ त्यस्तो मात्रै लाएर आउनु होइन। तर यो धेरै कपडा ल्याउने जस्तो केही कामै छैन यहाँ। यस्तो घाम लागिरहेछ नि। यस्तो टल्टलपुर घाम लागिरहेछ कामै छैन। त्यही भएर यो ज्याकेट टन्न लिएर आउनु पर्दैन है कहिले पनि। त्यहाँ चाहिँ हेलिकप्टर राखिआएकै छ कि त्यहाँ उहाँ चाहिँ होइन। हेलिकप्टर राखिआएकै छ। अनि इन्डिया आउनुभन्दा हेलिकप्टरमा आएको राम्रो। टन्न कपडा ल्याउनु पर्दैन गाइज है। म चाहिँ बेस्ट सजेसन दिन्छु। टन्न कपडा ल्याउनै पर्दैन। तपाईँ जम्मा वेट फाइनली है त गाइज। फाइनली यत्रो लामो राइड बसेको देख्न सक्नुहुन्छ। यस्तो भिड छ यहाँ होइन। यस्तो भिड छ नि। ओहो त्यहाँ जानु मन्दिरभित्र जानलाई जानु। ओहो अति नै भिड छ यार। केटाहरू यहाँ टिका लगाउनु बसेको छ होइन। मान्छेहरू रातभरि पनि यहीँ बसेको थिएँ। पनि देख्न पाइन्छ है यहाँ। कति भिड है। हामी केदारनाथ यहाँ छ। एक मिनट पहले ल हामी चाहिँ अहिले त्यहाँ बाबाहरू बस्ने ठाउँतिर गइरहेछौँ है त। बाबाहरूमा चाहिँ बस्नु हुँदो रहेछ होइन। अहिले चाहिँ हामी यहाँ आएको छौँ। यहाँ कुण्ड छ क्या, त्यहाँ पानी खानुपर्छ होइन। यस्तो छ है भ्यू चाहिँ पछाडिबाट चाहिँ। तर एक्सपेक्टेसन भर्सेस रियालिटी चाहिँ धेरै नै फरक छ। मन्दिर त मन्दिर नै हो कि त्यही भएर। यो ठाउँ पनि आइपुगे जे होस् खुसी लागिरहेछ।
दर्शन गर्नलाई यस्तो छ है भिड चाहिँ हाम्रो चाहिँ 2 बजे पालो हो त्यही भएर चाहिँ हामी बाहिर बसिरहेको छौँ होइन तर यहाँ दर्शन गरेर लास्टै धेरै भिड छ मान्छेहरू टन्ने आएको छन् होइन कहाँ कहाँबाट आएको कुन ठाउँबाट आएको होइन कोही त यसरी पनि बसिरहेको छ नि होइन यस्तो छ है अनि त्यो हुन्छ नि भिडियो सिडियो हाल्दाखेरि चाहिँ मान्छेहरू बन्द भएको बेलामा हाल्दो रहेछ होइन अनि यहाँ चाहिँ अहिले त्यस्तो बवाल छ त्यो ठाउँमा छ मन्दिरमा छ ठिकै छ राम्रै छ रमाइलो सरसफाइ पनि हुँदो रहेछ यो केटाहरू चाहिँ अब बसिरहेको छ भ्यू चाहिँ बवाल छ यहाँबाट भ्यू चाहिँ यस्तो बवाल छ नि भ्यू डाँडा चढ्ने भन्ने सोचिरहेको छौँ हामी जाउँ कि नजाउँ भनेर सोचिरहेको हामी रुम खोजे भइसक्यो होइन रुमै पाइरहेको छैन पाएको रुम पनि 25,000 32,000 होइन यस्तो महँगो रुम पाइरहेको छ 12,000 अनि सस्तो रुमको फेरि अट्याच बाथरुममै छैन अरे यस्तो जग्गा भएर चाहिँ यत्रो हिँड्दा क्लास थाकिसकेर हामी केदारनाथ भन्छ नि केटा हो गाह्रो छ केदारनाथ भनेर हुँदैन नि केदारनाथ आउन लास्टै गाह्रो छ 13 घन्टामा चढाओ हिँडेर अब 13 घन्टा चढेपछि त्यहाँ केटाहरू गाँड फाटिसक्यो के बोकेर चिया खामामा यहाँ बसेर एकछिन होइन पुरै यो ब्यागले त पुरै ढाड मार्न लागिसक्यो यार यस्तो दुखिरहेको छ होइन चिया खान आयो हामीले चाहिँ अब यहाँ यताबाट पनि 3 जना बस्नु मिलाइ नहीं लगे नहीं है अभी लगे नहीं है दर्शन नहीं करके आए क्या? अब दर्शन नहीं किया है 2 बजे का टाइम 2 बजे ल चिया खान आयो हामी चाहिँ होइन यस्तो छ गाह्रो छ सब तक कल आए पुरै ढाड पुरै दुखिरहेको छ भ्यू त फेरि बवालै छ है यी मन्दिर चाहिँ यत्रो मान्छे भएर टाइम लाग्यो होइन मन्दिर त यहीँ हो मान्छे टन्नै भएर टाइम लाग्यो ल बल्ल बल्ल त्यो लाइन लागेपछि आइपुग्न लाग्यो है त हर महादेव चलिए बढ़ते जाइए हर हर महादेव हाम्रो 3 जना केटाहरूले अझ गरेकै छैन के गरेको छैन बेलुका गऱ्यो भने परेन म चाहिँ अलिकति चलाक भनेर त्यो छिरिदिइहाल्यो हो तर केटाहरू चाहिँ डाँडा उठ्नु छैन हिउँ परेको ठाउँमा पुगेर चाहिँ होइन रिकेट त्यो भएर लागेको छ कि त्यहाँ चाहिँ गइनँ म होइन रिकेट त्यो भएर चाहिँ त्यहाँ गएर पुग्नु पऱ्यो 2 घन्टामा बाटो रहेछ त्यहाँ गएको भयो त्यहाँ गइनँ त्यही रिकेट लागेको छ अहिले त ज्यानले पनि दिइरहेको छ ल्याएर ज्यानै पनि त्यही भएर हो है त अहिले चाहिँ यस्तो छ है त अब चाहिँ यहाँभन्दा अगाडि चाहिँ मोबाइल लानु दिँदैन होला होइन भिडियो गर्नु दिँदैन होला उयो चाहिँ यहीँबाट चाहिँ इन गर्नुपर्छ मैले होइन फाइनली गएर हेर है त फाइनली मजा आइसक्यो यहाँ हर हर महादेव हर महादेव त्यहाँबाट निक्लेर फेरि यस्तो पोजिटिभ भाइब्स आइरहेको छ अहिले मलाई होइन कसम भनेको हेर्न चाहिँ अलिकति एकैछिन मात्रै हेर्न पाउने रहेछ होइन अझ सबै कुरा राम्रो छ होइन यस्तो भाइब्स आइरहेछ नि यस्तो पोजिटिभ भाइब्स आइरहेछ नि कसम भनेको पुरा मजा गरेर होइन बवाल के यस्तो शान्ति फिल भइरहेछ नि अहिले मनै शान्त भइसक्यो कि रोग वेदन छ भएर जस्तो कि हर हर महादेव
तपाईँहरू आउँदै हुनुहुन्छ भने होइन एकचोटि चाहिँ त्यहाँभित्र नछिरिकन चाहिँ काहीँ नजानु होला कि दानपेटीमा मैले दान पनि गर्न पाइनँ यार त्यहाँ पैसा चाहिँ हालिदिनु पर्ने रहेछ मैले होइन हाल्नै पाइनँ पुँजी पनि निकाल्नु दिएन अगाडि बढ भनेर होइन त्यही भएर यस्तो छ है हाम्रो केदारनाथ चाहिँ हर हर महादेव हर हर महादेव तपाईँहरू केदारनाथ आउँदै हुनुहुन्छ भने चाहिँ अलिकति यो भित्र दर्शन नगरेसम्म चाहिँ नगरिकनु होला होइन यति धेरै दुःख कष्ट गरेर आउनुहुन्छ होइन आएपछि चाहिँ अलिकति पुण्य कमाएर जानु होला हेर्नु यहाँ मान्छेहरूको भिड यस्तो छ मान्छेहरूको भिड होइन फाइनल डेस्टिनेसन हाम्रो यहीँ थियो होइन फाइनली हामी केदारनाथ पुग्यो दर्शन सर्शन पनि गऱ्यो है त अब चाहिँ आरती भएर चाहिँ हर हर महादेव हर हर महादेव हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव हर हर महादेव टेन्टमा छौँ अहिले होइन हामी टेन्ट लिएको छौँ टेन्टमा चाहिँ अब हामी सुत्ने होइन यहाँ ठ्याक्क लगाएर तर लास्ट महँगो टेन्ट छ होइन दर्शन गर्न चाहिँ लास्ट पोजिटिभ भाइब्स आउँछ है दर्शन गर्दाखेरि चाहिँ अनि केदारनाथ पनि पुग्यो फाइनली हामीले मोडेर आउँछौ चिताएको पुरा पुगो सबैको होइन अनि सबैलाई राम्रो होस् तपाईँहरूलाई पनि राम्रै होस् होइन सबैजनालाई लगाइज है त अनि तपाईँहरू नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला मेरो च्यानललाई आजको लागि यति नै है त किनकि भोलिको भिडियो फेरि अब बद्रीनाथको आउँछ तपाईँहरूको लागि होइन स्पेसली लगाइज है त आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ गाइज है त सब्सक्राइब गरिदिनु होला है मलाई चाहिँ सब्सक्राइब चाहिँ गरिदिनु होला मलाई सब्सक्राइब गरिदिनु माया दिनु है मलाई